बालेन फिरिङ्गी झापामा मरे मान्छेको नलिङ खुट्टे च्यापेर टुई गर्दै सहकारी ठग रवि लामेछाने त्यो सहकारीको अभियान त नेकपा एमाले गभर्नमेन्ट केपी ओली हाम्रो भोट त्यसलाई सहकारी ठग रवि लामेछाने बहिष्कार लहट्ने हो अनि बालेन चुनाव जित्छ 3 वर्षसम्म भूमिगत हुन्छ लुसिफर भएर हिँड्छ खान नहुने कुरा खान्छ के गर्छ अरू कसैले लेखिएको स्ट्याटस लेख्छ गुगलमा बालेन रवि र घन्टी भूगोलमा केपी ओली र नेकपा एमाले यसपालिको चुनाव यही हो केन्द्रले लागि हिसाब खोज्छ चुनावपछि एमालेको सरकार बन्छ प्रधानमन्त्री केपी ओली बनेपछि गृहमन्त्री को बन्छ सोध्नु भयो होला त्यही गृहमन्त्रीले यिनका एक पर्दाफास गर्छ एक कार्य गर्छ एक लगाउँछ एक लगाउँछ 2 लगाउँछ 3 लगाउँछ बालनले राजीनामा दिने भन्ने खुब चर्चा थियो राजीनामा नदिने भनेछ किनभने 7 दिन होइन मेरो खानामा आइछ भन्ने उनको लोभ जागेछ अहिले अदालतलाई धम्काउने सरकारी कार्यालय जाने कमिसन खाने पैसा माग्ने यो सबैको नाइके रवि लामेछाने हो यसको हिसाब किताब हुन्छ हाम्रो पार्टी फुटे बामदेवले फुटाए नेकपा मालेको तारा भो एमाले आइडी कार्ड भन माधव नेपालले फुटाए नेकपा एस भो अब नेकपा यसबाट नेकपा नो भइसक्यो तिम्रो रवि लामेछानेको त 20 वटा केस छ मिलन गुरुङको त एउटा पनि फर्मल केस छैन त्यही भएर मिलन गुरुङलाई गुन्डा मान्ने हो नि तिम्रो रवि लामेछाने महागुन्डा हो अनि हाम्रो मिलन गुरुङ गुन्डा हाम्रो मिलन गुरुङले गुन्डा मान्ने हो भने सिंहदरबार जलाउने सर्वोच्च जलाउनलाई पानी बाँड्न जाने राजु पाण्डे सर्वोच्च जलाउन लागि एनाउन्स गर्ने यता चितो सडकतिर चिया दोकान तलाएर बस्छ नि एउटा के अरे 12 सेतो केपी खनाल पानी बाँड्न जाने अर्को के गुरुङ सुदन गुरुङ यिनीहरू महाअपराधी महाठग महागुन्डा त्यहाँबाट आइरन मिलन गुरुङलाई उठाकै हो गोर्खा जित्दिन हो सुदन गुरुङलाई लगाइदिन हो त्यहाँबाट मैले सुने अरू क्षेत्र गइसकेँ गरेकै हो त जाँदैन चिया बेच्ने मेरो भाइलाई लखडलाई कुट्दै त्यो जेन्जीलाई उचाल्दै सिंहदरबार जलाउने बालेन शाह मुर्दाबाद मेरो साथ बेच्ने आमाले लहट्ने बालेन शाह मुर्दाबाद मेरो दुध बेच्ने आमाले लहट्ने बालेन शाह मुर्दाबाद म गौरव गर्छु मेरो आमाले मलाई दुध बेचेर पालेको हो म गौरव गर्छु मेरो बाबाले मलाई साग बेचेर पालेको हो म गौरव गर्छु म यहाँको भूमि पुत्र हुँ र नेकपा एमाले गरिब पीडित र शोषितहरूको पक्षमा छ म जस्तै दुध बेच्नेहरूलाई यो तल ल्याउँछ र तिमीहरू जस्ता भ्रष्टाचारी अपराधीहरूलाई कारबाही गर्छ मदन भण्डारीले भन्नुभएको थियो मदन भण्डारी आउला नआउला नेकपा एमाले त आयो यहाँ मोर्चा कोही उम्मेदवार नआउनु होला तर एमाले त बहुमत लिएर आयो कसैले रोक्नु सक्दैन अनि सुशीला आमै भन्छ चुनाव जितेपछि त तपाईँहरूलाई जिम्मा लाउँछन् म त वाक्क दिक्क भइसकेँ अनि यही काङ्ग्रेस एमाले जिम्मा लाउँथ्यो भने त बुढी आमै किन गएको त्यहाँ बेकार दुःख पाउनु के उपलब्धि भयो घुस पोगटा के उपलब्धि हो देश ध्वस्त पार्ने बाहेक के उपलब्धि हो 77 जना मार्ने बाहेक अमेरिकामा गएर 9वटा मुद्दा बोकेर हिँडेको छ रिस उठेपछि ड्राइभरले धकेलेर मारिदिएको छ रिस उठेपछि 100 जना आत्महत्या गर्न बाध्य बनाएको छ अपराधी ज्यान मार लुटेर ठगलाई बहिष्कार गर्नु हो लहट्ने हो जनयुद्धमा 17,000 मान्छे मरेको दोष है प्रचण्डलाई किनभने उनले जनयुद्ध गरे अनि 77 जना मान्छे मरेको एमालेलाई यो 77 जना मान्छे मारेको दोष लुसिफर बालेले लिनुपर्छ रवि लामेछानेले लिनुपर्छ राष्ट्रिय लुसिफरहरू दलालहरू मतियारहरू लगभग हामीले चिनिसक्यौँ अब यसको मालिकको पनि खोज्ने अभियानहरू चुनाव फोहोरवाला त बालेन हो तिनीहरू सफाइवाला लहट्ने काम बालेनले गर्यो यसको हिसाब किताब केपी ओली बसेको मेरो गुन्डु हेर्न आउनुहोस् भक्तपुर सबै हेर्नु पर्दैन नेपालको राष्ट्रियतालाई बेच्ने लुसिफर दलाल र विदेशका एजेन्टहरूलाई बहिष्कार गरौँ यही हो यसपालिको हाम्रो नारा यही हो हाम्रो एजेन्डा
एमालेको यो पङ्क्तिलाई भ्रष्टाचारको आरोप लगाउने हिम्मत छ तिमीसँग? यो हिसाब दिएर हामी गर्छौं। बालेन भन्दा 100 गुणा बढी महेश बस्नेतले काम गरेको छ। बालेनजी महोत्तरीबाट झापा होइन, आउनुस् काठमाडौँको विकास देखाउनुस्, आउनुस् भक्तपुरको विकास देखाउनुस्। चुनाव लड्नको लागि म निम्तो दिन्छु, चुले निम्तो भक्तपुर क्षेत्र नम्बर 2 मा आउनुस्। हिम्मत छ? आफ्नो ज्यानको बलिदान दिन तयार भएको राजनेता केपी ओली यो मुलुकको भावी प्रधानमन्त्री हो। यही हो हाम्रो नारा। कांग्रेस पार्टी विभाजनको विरुद्ध सर्वोच्च अदालतमा रिटमा जाने भएछ। अनि बालेनले राजीनामा नदिकन रविलाई भेट्न रविको केन्द्रीय कार्यालय गएछन्। आज धनुषामा गएर मधेसमा शानदार कार्यक्रम गर्ने हल्ला गर्दै थियो। हिजो हल्ला एकातिर कुरा अर्कोतिर। 3वटा मन्त्रालय कब्जा गरेर 60% बजेट कब्जा गरेर पुरानो टेन्डर सबै रद्द गरेर नयाँ टेन्डर सबै गरेर चुनाव लड्नको लागि अरबौं पैसा कलेक्सन गरेको पछिल्लो यथेष्ट प्रमाण र उदाहरणहरू हामीसँग छ। सुशीला हजुरआमै कारबाही गर्छौ जेलजीको हकमा सक्छौ? किनभने कोलमानको भतिजोले लामा कन्स्ट्रक्सनको 75 पैसा सेयर किनेका छन् र त्यो 10 अर्ब पैसा ल्याएर भियो गरेर उनी पैसा लिएर चुनावी खर्च जिताउँदैछन्। के गरे यहाँ बजेट हालेका छन्। वृद्ध भत्ता 100 रुपियाँबाट सुरु गरेर 4000 पुर्याउने केपी ओली मनमोहनदेखि केपी ओलीसम्मको एमाले। असहाय भत्ता, अपाङ्ग भत्ता, गरिब पीडित दुखी र ज्येष्ठ नारीहरूलाई माया गर्ने नेकपा एमाले त्यसको अध्यक्ष केपी ओली यो निर्वाचनको भावी प्रधानमन्त्री हो। भोट एमाले हाल्यो, भोट सुनेर हाल्यो। अब चाहिँदैन भनेको मेयर छोड्न 7 दिनलाई नसक्ने मान्छे यो देशको प्रधानमन्त्री हुन्छ भनेर मान्छेले भनिदिनु पर्ने, अरूले पत्याइदिनु पर्ने। विडम्बना लाजो मर्दो कुरा। 24 गते हाम्रो सारा राष्ट्रिय सम्पदाहरू किन जलाइयो, किन ध्वस्त पारियो? औद्योगिक प्रतिष्ठानहरू किन जलाइयो? व्यक्तिका घरहरू किन जलाइयो? केपी ओलीको राजीनामा मागेको होइन। केपी ओलीले थप क्षति नहोस् भनेर राजीनामा दिनुभयो त किन जलाइयो? र इन्डिया भन्दा नेपाली जनताको सार्वभौम सत्ता कहिले पनि कमजोर छैन र संसारभरि नेपालको गौरव बनाउने ओली डक्ट्रिन निर्माण गर्ने केपी ओलीले भावी प्रधानमन्त्री। ग्रामीण जीवनको शोषण दमन र उत्पीडन र अर्थतन्त्रलाई समाप्त गर्ने पार्टी नेकपा एमाले हो र त्यसको सहकारी गर्ने अन्त मनमोहन अधिकारी हो। नेकपा एमाले हो, भरतमोहन अधिकारी हो। पहिलो महिला महान्यायाधीश गौरव गरेका थियौँ हामीले। नेपाली महिलाको डिम्ब व्यवसाय गरेर आफ्नै छोरी र आफन्तलाई संलग्न गराउने र आफू महान्यायाधीश मुद्दा फिर्ता लिने तपाईँ होइन। 13 वर्षको एउटा महिलामाथि भएको हिंसामा उच्चले जबरजस्ती सफाई दियो भन्दा सर्वोच्च नजाने निर्णय गर्ने तपाईँ होइन। अनि रवि लामी छानेलाई संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने। नेपाल गृह स्टेटमा किन परेको? अवैध ढङ्गले कमाएका सम्पत्तिहरू लुकाएर राखे, स्विजरल्यान्ड लए, कहाँ लए, भ्याटिकन सिटी लए भन्ने कारणले नेपाललाई गृह स्टेटमा राख्न खोजेको ओएमएफले। अब त गृह स्टेट बन्दैन, ब्ल्याक स्टेटको रूपमा राख्ने खतरा बढेको छ। रवि लामे छाने सँगसँगै नेपाली समाजले झन्न बिर्सेको जीवी राई मलेसियाको मन्त्रीसँग मेरो कुरा भयो। लोकेसन ट्रेकिङ भइसक्यो, हामी ल्याउँछौँ भने होइन। त्यो भने त लुकेर बस, त्यतै बस। ए मन्त्रीज्यू त्यतै राख्नुहोस् है, यो अब त बराबर त भनेर छ नि त, कुरो बुझ्यो नि त। रवि लामे छाने गृहमन्त्री हुने बेलामा मलेसियामा सेटिङमा बनाइएको रहेछ जीवी राईलाई। अहिले बेलायतमा राखिएको छ भन्ने कुरा सुनिँदैछ। जीवी राईको मुद्दा फिर्ता। कुरा बुझ्एन? कुरा बुझ्एन? दुलो न सुल्यो, यो जेरीभित्र गुल्यो, कताबाट उल्यो बा भनेर बच्चाले जेरी खाँदा। यिनका कुरा सबै बुझिसकेका छौँ हामीले। त्यही भएर सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध फिर्ता गर्ने तिम्रा कुकर्मको विरुद्ध हिसाब किताब हुन्छ। एक गरी हिसाब किताब हुन्छ। त्यही यी कुकर्मीहरूलाई हराउने हो, पराजित गर्ने हो। नेकपा एमाले जिताउने हो। नेकपा एमाले जिन्दाबाद। सहकारी ठग राष्ट्रघाती अपराधीहरूलाई मुर्दाबाद। यसपालि यो अभियानले हामी जाने हो। हामी यो चुनावमा सरल ढङ्गले जाँदैनौँ।
सशक्त ढङ्गले जान्छौँ। परिस्थिति सामान्य छैन, सामान्य नठान्नुहोस्। यही ठान्दा शेरबहादुर देउवा डुब्नुभयो। हाम्रो अध्यक्षले भन्नुभएको थियो परिस्थिति जटिल छ, संयुक्त आन्दोलन गरौँ, सँगै जाउँ, निर्वाचनको वातावरण छैन, संसद पुनर्स्थापना जाउँ भन्दा शेरबहादुर देउवाजीले पार्टी फुट्छ होस् 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 भन्नुभयो। घाइते बुढो मान्छे उपचार गरेर जानुभयो, पूर्णबहादुरलाई कार्यभार दिनुभयो, 1.5 महिनासम्म बैठक गराए, बिचरा पार्टी फुट्ला भनेर डढाउँदा देउवाको टिमै समाप्त गरे, सबैलाई एम्बुसमा पार्दै। कति ठुलो विदेशी षड्यन्त्र छ। अहिले शेरबहादुर देउवा बिचरा सर्वोच्च अदालत जाँदैछन्, आन्दोलन घोषणा गर्दैछ। यो कुनै न्यायिक निर्णय हो? संविधानको कुन धारा टेकेर गरेको निर्णय हो? कुन कानुन टेकेर निर्णय हो? दल विभाजन सम्बन्धी ऐनमा जम्मा 2टा कुरा मात्र चिन्छ त्यो ऐनले। एउटा संसद दलको 40%, अर्को केन्द्रीय कमिटीको 40%। संसद विघटन भएको छ, केन्द्रीय कमिटीमा 40% भनेर कहिले दाबी गरेका छैन गभर्नरले। कानुनले यसलाई चिन्दैन। विगतको नजिक भन्नुहुन्छ भने हाम्रो पार्टी फुट्यो, वामदेवले फुटाए, नेकपा मालेको तारा भयो, एमाले आइडी कार्ड भन, माधव नेपालले फुटाए, नेकपा एस भयो, अब नेकपा एसबाट नेकपा नो भइसक्यो। बहिष्कार गरिसक्यो जनताले। सूर्य चिन्ह छैन, कलम चिन्ह हुन तारा चिन्ह। महन्त ठाकुरले फुटाए, उपेन्द्र यादवले फुटाए। नेपालको इतिहासमा पार्टी फुटाउनेले आइडिया कहिले पनि पाएको छैन। एउटा कार्यालय सहयोगीले राजीनामा दियो र उनले अरू मार्फत पठायो भने हाकिमले बेलुका शनाखत गराउँछ। ल महाधिवेशन मान्ने हो भने शनाखत गर्नु पर्दैन। 1 घण्टामा आधिकारिकता वा निर्वाचन आयोग भन्न सोझो रहेछ काङ्ग्रेस, सोझो रहेछ काङ्ग्रेस। एमालेलाई त्यस्तो कर्म गरेको भए आज निर्वाचन आयोगदेखि सुशीला कार्की आमेको एरियासम्म के हुन्थ्यो देखाउँदैन हामीले। हाम्रो पार्टी फोर्न खोज्या होइन र? केपीओलाई गिरफ्तार गर्छु भने होइन, बयान जबरजस्ती लिन्छु भने होइन, ल्याउ त बयान, लान्छु भने होइन, लड्यौ त। 1 लाख मान्छेले घेर्छन् भनेर आवाज गरेका छौँ हामीले, देखाउँछौँ हामी। विश्व प्रकाशले अस्ति बोल्नु भएछ, सदन जलेर के हुन्थ्यो, मान्छे त मरेर नहुने थियो। कति राम्रो तर्क छ। उसो भए निषेधित क्षेत्र किन घोषणा गरेर? सदन, सिंहदरबार, सर्वोच्च अदालत किन घोषणा गरेर? अहिले हामीसँग भएको जुलुसमा 20,000 मान्छे थियो, अब के सबै लैजाउँ त सुशीला कार्कीको क्वार्टरतिर लैजाउँ? न्यु खोलेको हो त? तपाईँको पुलिस के गर्छ? हाम्रो खाजा लगाइदिन्छ। ल यो भिड लिएर अहिले म सिंहदरबार गएँ, सुशीला कार्कीद्वारा सुरक्षामा खटाएका प्रहरी साथीहरूले नमस्कार, आउनुहोस्, फुल लिनुहोस्, खाजा लाउँछ, लगाइदिन्छ त? गोली चलाउँछ होला नि त, गोली चलाउनु राख्यो होला। अनि गोली बेटीको घाँटीमा लागेको गोली चाहिँ पुलिसले चलायो? बनाएको त आयो, रिपोर्ट ल्यायो त 4 महिना किन नल्याएको त? टाउमा किन गोली हान्यो? गोली खाएका कतिपय मान्छेहरूको चालामाला के हो? भागवटीमा मरेका 12 जनाको हिसाब अझै भएको छैन। जेल भाग्न मागेका 12 जना हिसाब रवि लिनु पर्दैन? ड्राइभर र पत्रकार मारे जस्तो जेलबाट भएका 12 जना जो मृत्यु भएको छ त्यसको जिम्मा त रविले 1 लिनुपर्छ, 2 लिनुपर्छ, 3 लिनुपर्छ। समय आउँछ र त्यतिखेर सबै काम सबै थियो भने हामी पनि सिंहदरबार जान्छौँ, हामी पनि बालुवाटार जान्छौँ। तर हामी सिंहदरबार चलाउँदैन, बालुवाटार चलाउँदैन। सुशीला कार्की आमालाई खुरुक्क कुर्सी समेत ल्याएर बालुवाटारको आँगनमा ल्याएर थुप्पको राखिदिन्छौँ र बाहिर गर्छौँ र नेकपा एमाले, केपी ओली, जनताले चुनेको, प्रतिसभाले छानेको नेतालाई प्रधानमन्त्री बनाउँछ। त्यो यो निर्वाचनमा हामी प्रतिरोधी ढङ्गले जान्छौँ। 9 गते धुलीखेलमा नेसनल भोलिन्टियर फोर्सको घोषणा गर्दैछौँ। यी राता क्याब लागेका 10,000 युवा जम्मा हुन्छन्। त्यसको 10 दिनभित्र हामी 79 पालिका छ बागमतीमा, ती सबै पालिकामा युवा सङ्घ भनेर सबै नेसनल भोलिन्टियर फोर्सको कमिटी बनाउँछौँ। त्यसको 10 दिनमा प्रत्येक बुथमा 1 बुथ 100 युथ खटाउँछौँ र यो चुनावमा मरेका मान्छेले भोट हाल्न पाउँदैनन्।
यो चुनावमा बुथ कब्जा गर्न पाइँदैन। निर्वाचन आयोगले गलत ढङ्गले केही कुरा फैसला गर्छ भने निर्वाचनको कार्यालय घेरिन्छ। निर्वाचनको परिणाम जबरजस्ती घोषणा गर्न खोज्यो भने चितवनको अनुभव छ हामीसँग, हिजो सिराको अनुभव छ, हिजो सेन्जाको अनुभव छ। त्यो अनुभवबाट सिकेर नेकपा एमाले देखाउनु चाहिँ युवा कता छन् भनेर। तिम्रातिर लागेको चाहिँ युवा, हाम्रातिर लागेको चाहिँ गुन्डा। तिम्रातिर लागेको चाहिँ दाल भात खाने, हाम्रोतिर लागेको चाहिँ मासु भात खाने। अनि मिलन गुरुङ गुन्डा। तिम्रो रवि लामेछानेको त 20 वटा केस छ, मिलन गुरुङको त एउटा पनि फर्मल केस छैन। त्यही भएर मिलन गुरुङलाई गुन्डा मान्ने हो नि तिम्रो रवि लामेछाने महागुन्डा हो, महागुन्डा हो। अनि हाम्रो मिलन गुरुङ गुन्डा। हाम्रो मिलन गुरुङले गुन्डा मान्ने हो भने सिंहदरबार जलाउने, सर्वोच्च जलाउने, सर्वोच्च जलाउनलाई पानी बाँड्न जाने राजु पाण्डे, सर्वोच्च जलाउनको लागि एनाउन्स गर्ने, यता चितो सडकतिर चिया दोकान चलाएर बस्छ नि एउटा के अरे 12 केटो केपी खनाल, पानी बाँड्न जाने अर्को के गुरुङ, सुदन गुरुङ। यिनीहरू महाअपराधी, महाठग, महागुन्डा। त्यही भएर आइरन कोट आइरन मिलन गुरुङलाई उठाएकै हो, गोर्खा जित्दिन हो, सुदन गुरुङलाई लगाइदिन हो। त्यहाँबाट मैले सुने अर्को क्षेत्र गइसक्यो, गरेकै हो त जाँदैन। 8 गरेपछि हाम्रो बाक्सा लाख सिकाउने गुरुले भन्नुहुन्थ्यो क्या, यसो हेर्नु त्यसलाई 8 गरेर अर्को हिम्मत गर्नु 50% जितिन्छ भन्थे। एमाले 8 गरिसक्यो, हिम्मत गरिसक्यो, 50% जितिसक्यो। बहुमत एमाले ल्याउने हो। हाला भएर बहुमत आउँछ। न कार्यकर्ता छ, न संगठन छ, उम्मेदवार लिने मान्छे छैन, कुनै परिचालन छैन। सोसियल मिडियामा करा भएर बहुमत ल्याउने घन्टीहरूको। विगत देखा होइन, सुवान नेमाङले जित्दा घन्टेको कति भोट आएको मेरो? हजुर त्यो बेला त उदुम बस्थ्यो घन्टेको, अहिले छैन बइसक्यो। 2000 आएको त्यो बेला, 1500 देखि 2000 जित्न आएको। सारा स्थानीय चुनावको घन्टेको भोट कति आएको? 8 भोट, 12 भोट, 4 भोट, 6 भोट, 11 भोट। यही यहाँको 31 नम्बर एउटा जितेर इज्जत भएन, 16 नम्बर जितेर। घन्टेको यसपालि चुनावमा 100 भन्दा बढी निर्वाचन क्षेत्रमा 1000 भोट काटेछ भने कानमा भागो बान्दिन्छु मलाई। बस आउँछ एकचोटि। 48 सालमा काङ्ग्रेसको खुब पैसा आएको थियो। गिरिजाबाबु यति घमण्ड पलायो कि हामीले कर्मचारी आन्दोलन गर्यौँ, के गर्यौँ, 51 मध्यवर्ती चुनाव भयो। एमाले पहिलो पार्टीमा हामीले 88 सिट जित्यौँ, काङ्ग्रेसले 83 सिटमा झऱ्यो। त्यस पछाडि 51 फेरि हाम्रो उन्माद आयो। त्यतिखेर चैतमा काङ्ग्रेस प्रोफेसरले चैते काङ्ग्रेस भन्थ्यो, कार्तिकमा हाम्रो सरकार भन्यो, फेरि कार्तिके कामरेड भन्ने आएको कि अवसरवादी चाहिँ सबै हाम्रोतिर आए। नामै काका थियो तिनको, कार्तिके कामरेड। त्यो कार्तिके कामरेडहरूले पार्टी यस्तो ध्वस्त बनाइदियो कि 54मा पार्टी फुटेर 56 आउँदा फेरि काङ्ग्रेसको आउँछ। हामी कामको काम, हामी त 51को फुटिरहेको हिँडिरहेको थियो 56मा। त्यसपछि 54मा आए। मान्छे मारे पनि ठिक, अपहरण गरे पनि ठिक, लुट्या पनि ठिक, जातीय राज्य पनि ठिक। क्रान्तिका महानायक प्रचण्ड भन्दा आए। प्रदेशहरू झन् आधा सिट जिते। 70मा निरसा पनि प्रवेश, ऊ पनि प्रवेश, ऊ पनि प्रवेश। म सुनामी ल्याउँछु भन्दै हिँड्थे। के का सुनामी ल्याउँथ्यो? खरानी बनाएर ल्याए। माओवादी 70मा सक्यो। 79मा बालेन, पुराना दलप्रति आक्रोश, केशव स्थापितप्रति भ्रम, पार्टी छोडा के प्रकाशमानको श्रीमती उठेको, नेपो बेबी होइन नेपो वाइफ। बालेन जित्यो। एमाले हराइ भनेर फुर्ती लाग्यो। उसले के यथार्थ बुझेन भने बालेनले जितिरहँदा एमालेको सुनिता डङ्गोलले ऊभन्दा धेरै राम्रो भोटले जितेको थियो भन्ने कुरा उसले बिर्स्यो। महानगरमा एमाले हरायो भनेर समाचार बनाउने पत्रकार साथीहरू अब बालेन राजीनामा दिएपछि के भन्नुहुन्छ? के भन्नुहुन्छ? कहिले देला राजीनामा? आज दिन जमा दियो न, 7 दिन पैसा देला नि दियो। दिइसक्यो ल, खुसीको खबर।
चुनाव नलडिकन नेकपा एमाले काठमाडौँ महानगरपालिकामा मेयर जितेको छ। नेकपा एमाले जिताबाद चुनाव नलडिकन नेकपा एमाले जितेको छ। यसपालिको निर्वाचन नलडिकन जितको सुरुवात भएको छ। सुनिता डङ्गोलाई कार्यवाहक मेयरको हार्दिक शुभकामना छ। लुसिफरले राजीनामा दिएको छ। चुनाव नलडिकन नेकपा एमाले जितेको छ। हराइन त एमाले कति हराउँदो रहेछ? 1 वर्ष 2 वर्ष 3 वर्ष 3 वर्षपछि त चुनाव नलडी एमाले जित्दो रहेछ। त्यो चुनाव नलडी एमाले जितेको छ। हार्दिक धन्यवाद। हामी विदेशी तर्खेल सहँदैनौँ। नेपाललाई भेनेजुएला बनाउने तत्त्वहरूलाई हामी सहँदैनौँ। पर्याय मर्न तयार छौँ। हामीसँगका धेरै साथीहरू दुर्घटना भएर मरेका छन्। अनेक रोग लागेर मरेका छन्। हामीसँगका धेरै साथीहरू दुःख पाएर बसेका छन्। हामीले त अवसर पाएका छौँ, सम्मान पाएका छौँ, जनताको सेवा गर्ने मौका पाएका छौँ। बढियाए मरिसम्म लागेका छौँ। केवल विदेशीको दास र लोसीभर गरेर हामी झुक्ने छैनौँ। हामी लड्नेछौँ, जुझ्नेछौँ, क्रान्ति बचाउनेछौँ, नेकपा एमालेको बहुमत ल्याउनेछौँ, केपी ओलीलाई प्रधानमन्त्री बनाउने छौँ। आजको सन्देश यही हो। मैले अलि लामो बोलेँ। अब अन्तिममा नेकपा एमाले यो पक्षलाई उम्मेदवार दियो, यो पक्षलाई उम्मेदवार दिएर निर्देशन भ्याइसकेका छन् साथीहरूले। ए साथीहरू ध्यान दिनुहोस् न। नेकपा एमालेको 165 वटा निर्वाचन क्षेत्रमा झन्डै 850 मान्छेको सिफारिस भएको थियो। 140 यदि टुङ्ग्यायो भने 20-25 टुङ्ग्याउनु बाँकी छ। अब भनेपछि कतिले टिकट पाएनन् त? 700 मान्छेले टिकट पाएनन् नि। प्रक्रिया केही थियो। 2टा निर्वाचन क्षेत्र भएका 2टा वर्षभन्दा बढी निर्वाचन क्षेत्र भएकाबाट क्षेत्रीय कमिटी, जिल्ला कमिटी, प्रदेश हुँदै सिफारिस। एउटा निर्वाचन क्षेत्रको जिल्लाबाट जिल्ला कमिटी, प्रदेश कमिटी हुँदै सिफारिस आएका मध्येमा उत्कृष्ट छानियो। एकल नाम आएका अधिकांश ठाउँमा हामीले सोही अनुसार गऱ्यौँ। त्यसो गर्दा 850 मा 743 साथीहरूले टिकट पाएनन्। अब टिकट पाएको जति केपी ओलीका, टिकट नपाएको जति तिम्रो अथवा अरू बसेका। एक माग्ने जाडो जाँदैन। नेकपा एमालेमा 850 भन्दा बढी प्रतिनिधि सभाको सदस्य हुन लायकका साथीहरू रहेछन् भन्ने कुराको उदाहरण हो यो। जसले टिकट पाए त्यसले जित्छ, जसले पाएन त्यो जिताउन लाग्छ। बागमती प्रदेशले उम्मेदवारहरूले राखेर कमिटमेन्ट गरिसकेको छ। टिकट पाउँदा जितेर आउँछु कमरेड, टिकट पाएन भने जिताएर ल्याउँछु। त्यही हो हाम्रो अभियान। ईश्वर कमरेड टिकट पाउनु भएन। अध्यक्षले डाकी सोधेको छ। उहाँले म एकपटक उठ्दिनँ भन्नु हो। 5 नम्बर उठ्नुहोस्, ओखलढुङ्गा जानुहोस् भनिदिएको छ। गोकुलजीलाई सोधिएको छ। सुरेन्द्र पाण्डे कमरेडलाई सोधिएको छ। जो साथीहरूले टिकट पाउनु भएको छैन, टिकट दिनुपर्छ भन्ने लागेका सबै साथीहरूले सोधिएको छ। त्यही भएर बाहिर हल्ला गरे जस्तो केही पनि छैन। नेकपा एमालेमा अन्तर्विरोध तर्काएर धाँधो फाटेर धाँधोभित्र ठेउको ठोकेर एमाले कमजोर बनाउन सकिन्छ, फुटाउन सकिन्छ भन्ने खेल सक्यो त्यो खेल। 11 महाधिवेशनबाट एक ढिक्का एमाले बनाएर हामी आइसक्यौँ। अब एमाले कसैले टुटाउन सक्दैन, कसैले फुटाउन सक्दैन। सबैलाई तलौरी पार्टी नेकपा एमाले विदेशी दलालहरूलाई